नमस्ते, गाइने क्लिनिक बुढी भक्तपुरबाट। पिसिओस कन्ट्रोल गर्न के गर्ने त? मेडिसिन मात्रै होइन, सही एक्सर्साइज पनि त धेरै पावरफुल छ नि, होइन र? ती एक्सर्साइजहरू चाहिँ के हो त? बुझौँ है त। छिटो छिटो हिँड्ने, यसलाई चाहिँ मेडिकल टर्ममा चाहिँ ब्रिस्क वाकिङ पनि भनिन्छ, होइन? र यो डेली 30 मिनट चाहिँ हजुरहरूले ब्रिस्क वाकिङ चाहिँ गर्नै पर्यो। यसले चाहिँ के गर्न सहयोग गर्छ भने बोसो पगाल्नको लागि पनि राम्रो काम गर्छ क्या। यसले चाहिँ एटलिस्ट हप्तामा 150 मिनट चाहिँ हजुरहरूले यो चाहिँ गर्नु नै पर्छ है। अर्को भनेको योगा। योगाले चाहिँ हजुरहरूको स्ट्रेसलाई कम गर्ने काम गर्छ, एकदमै कम हुन्छ र हर्मोनल ब्यालेन्स पनि गर्ने गर्छ है यसले चाहिँ। र एक्चुअली भन्नुपर्दाखेरि चाहिँ के गर्ने त भन्नुपर्दा सूर्य नमस्कार, भुजङ्ग आसन, बालासना भन्ने यस्तै योगहरू चाहिँ हजुरहरूले गर्नु पर्यो। अर्को भनेको साइक्लिङ। साइक्लिङ चाहिँ हजुरहरूले रेगुलर साइक्लिङ गर्नु पर्यो क्या। यसले गर्दा चाहिँ वेटलाई लस गर्ने पनि गर्छ। अर्को भनेको कार्डियोभास्कुलर हेल्थको लागि पनि एकदमै राम्रो गर्ने गर्छ। र अर्को भनेको डान्स। डान्स चाहिँ हजुरहरूले रेगुलर गर्नु पर्यो डान्स पनि है। डान्स गर्दाखेरि के हुन्छ त भन्दा हाम्रो शरीरमा पसिना आउँछ धेरै, होइन? स्ट्रेसलाई कम गराउँछ यसले गर्दाखेरि। र अर्को थप एक्सर्साइज भनेको चाहिँ उठबस गर्ने, हात खुट्टा अगाडि पछाडि गरेर गर्ने र पुसअप गर्ने र लाइट डम्बेल चाहिँ एक्सर्साइज गर्ने है त।